हामी मूर्ति पुज्दैनौँ, क्रिस्चियनहरू किन पुज्दैनौँ? त्यसको पनि कारण चाहियो नि त, होइन? आउनुहोस् त, अब बाइबलबाट मात्रै भन्दा त कतिले बुझ्दैन, लेखेको त हो नि भनिदिन्छन्, फेरि अब त्यतै काँचै पल्टिहाल्छ, होइन? व्यावहारिक बताउनु पर्यो क्या। म चाहिँ यो मोबाइल हाम्रो देवराज भाइले दिएको, अङ्कल तपाईँलाई म मोबाइल दिन्छु भनेर उहाँले दिनुभयो, मैले पनि एकदम खुसी भएँ। हो, तपाईँलाई धन्यवाद भन्नुपर्ने हो कि होइन? तर धन्यवाद मोबाइल, कारणले गर्दा मैले दुनियाँसँग बात गर्न पाउँछु। धन्यवाद भने यसलाई सिन्के दुब बाले भने तपाईँले के भन्छ मलाई? यो त पागल हो कि क्या हो? अरे मैले दिएको मोबाइललाई ढोक्छ, मलाई चाहिँ वास्तै छैन, मलाई मतलबै छैन। आज त्यही प्रकारले प्रिय हो, आज संसारमा प्रिय हो, परमेश्वरले घाम जुन तारा आकाश पृथ्वी बनाउनु भयो, खोला नदी नाला बनाउनु भयो, खोला तर्ने बेला यसो गरेर ढोक्छ, खोला बनाउनेलाई छैन। त्यो मोबाइललाई ढोके जस्तै क्या, खोला बनाउनेलाई छैन। झ्याममा परेको पिपललाई पूजा गरिबस्छ, पिपल उमार्नेलाई छैन। कस्तो दुःख लाग्दो पागलपन हो कि होइन? यसो त हामी यति साह्रो भुलमा छौँ, पापको श्रापले गर्दा प्रिय हो। यही पापको श्रापको लागि, श्राप मेटाउनलाई यो संसारमा प्रभु यीशुको नाम लिएर यो संसारमा मुक्तिदाता जन्मनु भयो। उहाँद्वारा चाहिँ हामी कहाँ पाउँछौँ, जान पाउँछौँ, पापको क्षमा पाएर यो सृष्टिकर्तालाई चिन्न पाउँछौँ। मैले पनि चिने, मैले पनि अपनाएँ, पाएँ। आज म पनि यस्तै मूर्ति पूजकै मान्छे हो। मूर्ति पूजा भनेको दिने दातालाई छोडेर दिएको चिजलाई ढोक्नु भनेको मूर्ति पूजा हो। सृष्टिकर्तालाई बिर्सिएर मान्छेले के गर्यो? आज सृष्टिको थोकलाई भक्ति गर्यो क्या प्रिय हो। यो चाहिँ मानव जीवनको सबैभन्दा ठुलो भुल हो क्या। सबैभन्दा गल्ती चाहिँ यही हो। जति नै मान्छे धर्मी पल्टोस्, जति नै समाजसेवी होस्, जति नै इमान्दार मान्छे होस्, जति नै धर्मी जीवन राम लेखेको गेरुवा वस्त्र लाए पनि हो, ओम मणि पद्मे लेखेको गेरुवा वस्त्र लाए पनि सत्य ईश्वरलाई पाएन भने यो जतिको महामूर्खहरू कोही पनि होइन। त्यस्तो व्यक्तिहरू चाहिँ बाइबलले भन्छ त्यो व्यक्ति चाहिँ सृष्टिकर्ताको दण्डमा पर्छ, नरकमा जान्छ है। यो कारणले गर्दा यो परमेश्वरलाई भक्ति गर्नु चाहिँ कस्तो दामी कुरा छ प्रिय है। यो परमेश्वरलाई तपाईँहरूले पनि आजैदेखि नै यो निर्णय गर्नुहोस्। यो परमेश्वरलाई के गर्नुपर्छ? हामीले अपनाउनुपर्छ, आह्वान गर्नुभएको छ परमेश्वरले। क्रिस्चियनको मात्रै पेवा ईश्वर भयो भने त ईश्वर होइन। हाम्रो पनि यति कुरा याद गर्नुहोस्, क्रिस्चियनको मात्रै इस्यु भयो भने चाहिँ यो चाहिँ ईश्वर होइन। तर यो परमेश्वर चाहिँ सबैको भएकोले तपाईँलाई Gabriel. Is the name Camilla found in the book of life? No. What? It is not, my lord. But I pray. I did. You trusted in your works. It is not the work, Camilla. It is the heart. Now, you must go to the place reserved for those who rejected me. For many are called, but few are chosen. Get this thing off from me.